चिहानमा उहाँ विश्राम दिनुभयो। त्यसपछि आज चाहिँ उहाँ चाहिँ बौरी उठ्नु भएको छ, उहाँ चाहिँ पुनरुत्थान हुनुभएको छ हैन। आज यो समय त्यसै गरी हामी एस्टर सन्डे भनेर आज यहाँ मात्र हैन संसारभरि यो शुभकामना आदान प्रदान गर्ने समय हो। अनि त्यसै गरी आज यस सियोन चर्च सलेरीमा चाहिँ उपस्थित हुनुभएका आजको एस्टर सन्डेको सङ्गतिमा उपस्थित हुनुभएका हाम्रो आदरणीय एल्डर अनि जति पनि अग्रजनहरू हुनुहुन्छ, आमा दिदीबहिनी अनि दाजुभाइ अनि जवान टिमहरू सबैजनामा जय मसीह। आज येशूको पुनरुत्थानको समयमा हजुरहरूलाई यो सङ्गतिमा भाग लिनुभयो। अनि आज तेस्रो दिनमा चाहिँ बौरी उठ्नु भएको छ। उहाँ चाहिँ फेरि पुनरुत्थान हुनुभएको छ, चाहिँ मृत्युबाट जित्नु भएको समय हो। त्यही भएर आज यो समयहरू आज सङ्गति गर्नको निम्ति, आज उहाँको पुनरुत्थानको समयहरू उहाँसँग रहनको निम्ति आज यो ठाउँमा हामी आएका छौँ। यसरी यतिका जनहरू हामी फेरि आफ्ना दिन आउनको निम्ति चाहिँ उहाँ फेरि बौरी उठ्नु भएको छ। हामी मत्ती 18-28 हामी हेर्दै गर्दा चाहिँ आजको घटनाहरू, आजको घटना के भएको थियो त्यो समयमा भनेर यहाँ 28 हेर्दै 28 अध्याय हेर्दै गर्दाखेरि हामी पाउनेछौँ आज चाहिँ के भएको थियो भनेर यो घटनाबारे चाहिँ यहाँबाट हामी थाहा पाउनेछौँ हैन। र अब वचनबाट पनि उहाँले सिकाउनु हुँदछ। हुन्छ आजको सङ्गतिको सुरुको प्रार्थना चाहिँ म हाम्रो यसै मण्डलीका एल्डर बुवा नुवा खालिङलाई यो समय दिन चाहन्छु। प्रार्थना गरौँ। महान परमेश्वर बुवा धन्यवाद चढाउँदछु यो समयमा प्रभु यीशु तपाईँ मर्नुभयो, गाडिनुभयो अनि तेस्रो दिनमा आज फेरि तपाईँ फेरि जीवित हुनु। फेरि यहाँ यसरी तपाईँको महिमा प्रशंसा गर्न, खुसियाली भनौँ मण्डलीले भेला भएका छौँ। तपाईँको नाम हो प्रशस्त आशिष दिनुहोस् प्रभु परमेश्वर। हामी यहाँ मात्रै नभएर सारा संसारमा त हर्ष उल्लास बनाइरहेका छौँ प्रभु। सबैतिर तपाईँको उपस्थिति चाहन्छु प्रभु यीशु। धन्यवाद धन्यवाद धन्यवाद। तपाईँको राज्यको निम्ति, तपाईँको महिमाको निम्ति सबैजना तयारी भएको छ प्रभु। तपाईँले धन्यवाद चढाउँदछु। आशिष होस् प्रभु परमेश्वर, आशिष दिनुहोस् आजको यो सङ्गतिमा तपाईँको उपस्थिति होस्। पवित्र आत्मा परमेश्वरको उपस्थिति चाहन्छु। धन्यवाद सबै कुरामा, सबै कार्यक्रममा तपाईँ उपस्थित आशिष भएको यीशुको नाममा आमेन। जस्तै थियो किनभने दुःख एक किसिमले दुःख थियो, एक किसिमले खुसीको थियो। साँच्चै नै कसैको मृत्यु भन्ने कुरा चाहिँ खुसीको कुरा होइन, तर हाम्रो निम्ति चाहिँ मृत्यु हुँदै गर्दा उहाँ मर्दै गर्नु हुँदा पनि आज हामीले चाहिँ जीवन पाएका दिन हौ, उहाँको मृत्युपछि हामीले विजय पाएका दिनहरू हौ। त्यही भएर हिजो अस्तिको दिन उहाँ क्रुसमा जानुभयो, हिजो विश्राम दिनुभयो अनि आज चाहिँ उहाँ बौरी उठ्नु भएको छ, पुनरुत्थान हुनुभएको छ। अनि आज हामी एकअर्कामा यो चाहिँ खुसीको कुराहरू बाँड्ने समय हो। हुन्छ यसै गरी हामी केही कोरस भजनहरू गाउनेछौँ, एक दुईवटा। हामी भजन नम्बर 129 हामी गाउनेछौँ, यो सबैजना मिलेर।